शुभ बिहानी सबैजनालाई। म आज मङ्गलसिंह नगरपालिकाबाट तपाईँहरूलाई यो दृश्य देखाउन गइरहेको छु। तर आज एउटा पहिला चाहिँ गेट कर्णाली गेस्ट हाउस यहाँनिर थियो, त्यसबाट चाहिँ अहिले केही अगाडि सरेको हुँदा म तपाईँहरूलाई चाहिँ विस्तृत रूपमा चाहिँ लोकेसन बताउन गइरहेको छु। र देख्न सकिन्छ हामी चाहिँ अहिले चाहिँ टिकट काउन्टरमा ट्याक्कै चुकमा आइसकेका छौँ। र टिकट काउन्टरबाट अलि अगाडि हामी चाहिँ पार्टी कार्यालयको ठिक अगाडि रहेको चाहिँ हाम्रो नयाँ व्यवसाय न्यू कर्णाली गेस्ट हाउसमा चाहिँ तपाईँहरूलाई स्वागत गर्न चाहन्छु। र यो भर्खर आज 2082 साल पुस महिनाको 2 गते चाहिँ सञ्चालनमा आएको हुँदा तपाईँहरूको माझ म यो सेकुवा हाम्रो यो कोइलामा पोलेको सेकुवा चाहिँ तपाईँहरूलाई देखाउन गइरहेको छु। र हाम्रो व्यवसाय सर हुनुहुन्छ सुवारजी, उहाँ पहिलेदेखि नै व्यावसायिक रूपमा सफल हुनुभएको, अहिले पनि हाल हुनुहुन्छ। तर अहिले चाहिँ फरक केही व्यवसाय चाहिँ गर्न खोजिरहनु भएको छ नयाँ लोकेसनमा। र देख्न सक्नुहुन्छ उहाँले सुरुवात गरेको यो व्यवसाय सेकुवा देख्न सक्नुहुन्छ भट्टीमा मजाले मस्त पाकिरहेको छ। र यो रात्रिकालीन दृश्य पनि देख्न सक्नुहुन्छ हजुरले। अब उहाँको मुखबाटै उहाँका केही विचारहरू चाहिँ तपाईँहरूमा प्रस्तुत गर्न गइरहेको छु। सुन्नु होला, साथ दिनु होला। यसो आफ्नोबाट चाहिँ के जवाफ भन्न चाहन्छु म। भनेपछि हजुरको केही तल चाहिँ सरेको छ होइन व्यापार चाहिँ? पहिला चाहिँ हाम्रो यो राष्ट्रिय वाणिज्य ब्याङ्कमा थियो हजुर। अनि अहिले अब ठ्याक्कै हाम्रो यो टिकट काउन्टरदेखि यो प्रहरी बिटको नजिक र एमएलए पार्टी कार्यालयको ठ्याक्कै नजिकै हाम्रो तल्लो साइडतिर सरेको छ। अहिले अब यहाँ नयाँ परिकार सहित अब नयाँ सहित हामीले भट्टी तयार पारेर अब पोलेको सेकुवा र मङ्गलसिंहमा ऊर्जाका साथ नयाँ कति तारेको मात्र खाने कति मात्र खाने भनेर हामीले पोलेको सेकुवा खुवाउने प्लानमा गरिसकेका छौँ। अब यो तयारी हाम्रो भइसक्यो। अब हिजोबाट नै हाम्रो यो सञ्चालनमा आइसकेको छ भट्टी। अब आज चाहिँ लगभग अब जे होस् राम्रै भएको छ अहिलेसम्म। र हाम्रो सेकुवा पनि आइसकेको छ। अब हेरौँ मङ्गलसिंहमा चाहिँ अब यो पहिलोचोटि ट्राई गर्न गइरहेको।